यो भात पकाएर खाने ठाउँ यही हो। भात त त्यति खाइँदैन, चप्पल त्यहाँ छ। हजुरलाई नयाँ चप्पल मेरो झोलामा छ, यो पनि हजुर झोलामा पनि छ मेरो। ल हजुरको कार्यकक्ष चाहिँ यताभित्र छ होइन? एकचोटि म हजुरसँगै कार्यकक्ष पनि गएँ। यो त 5 स्टार होटल जस्तोमा सुत्न पाइने भयो। त्यस्तै त हुन्छ त 5 स्टार होटलमा पनि। रुम ठुलो छ, यस्तो चिटिक्कको छ, बेड ठुलो छ। हेर्नु म आविष्कार केन्द्रमा त्यो भुइँमा सुत्ने मान्छे, कहाँ खाटमा सुतेर। ढोका छ कि छैन उहाँलाई यहाँ सट्ट जानु मिल्ने हुनुपर्छ। रेस्ट गरेर एक घन्टा थाक्यो भने नमिल्ने रहेछ। र यो मन्त्रीज्यूको कार्यकक्ष यहाँ छ र कार्यकक्षबाटै यहाँ भर्खरै एउटा अस्थायी ढोका सिर्जना गरिएर यहाँबाट भित्र मन्त्रीज्यूलाई यहीँ जान सजिलो पनि हुन्छ। म तपाईँलाई देखाएँ मन्त्रीज्यूको कार्यकक्ष यो रह्यो। त्यसपछि अब म यतापट्टि मन्त्रीज्यूको यो नयाँ बनेको कोठा बेडरुम म तपाईँहरूलाई देखाउन चाहेँ। यही हो यो बेडरुम। उद्घाटन भएको छैन, मन्त्रीज्यू यहीँ रहनुहुन्छ। यो मन्त्रीज्यूको सदाबहार उहाँले बोकेर हिँड्ने झोला हामीले सामाजिक सञ्जाल अन्ततिर पनि देख्छौँ। मन्त्रीज्यूले बोकेर हिँड्ने झोला हो यो। उहाँको एउटा सानो सुटकेस छ यहाँ। यो यो यो